फोटो खिचेर फेसबुकमा हाल्ने कि बाबुको के बाँदर रे हो तिमी बाँदर हो र हो र अनि यो अभय अङ्कल होइन तेरो को हो त अब यहाँ हो यहाँ त क्यामेरा उत्र हारे क्या अहिले यो अङ्कल होइन तेरो को हो त कसरी पिट्छ त अहिले एक नम्बर दादा हुन्छ भोलि अनि यो कुरा त सही गर्नु पर्यो नि यसले यो मेरो अङ्कल हो भन्नु पर्यो नि किन नभने तेरो अङ्कल होइन को हो त बाबु उयो बत्ती फुटाउने दादा साधन नै हो कसले उयो पनि यही छ ऊ अर्को नि आयो यो त खेलाडी हो सुन यो अभय त तेरो अङ्कल होइन काकु भन्छ को हो त बेलुका घर जाला पाउन आज भात खान नपाउने भयो अब कुटिहाल्छ ओए हजुरबा कहाँ छ नि हजुरबा सपोर्ट पाएर यसलाई नरम उहिले ठिक के कहाँ रे हजुरबा के भने अरे हजुरबाको नाम के हो मोयल मोयल कसरी हुन्छ तेरो मोबाइल त्यो ऊ अभयको तेरो अङ्कललाई दिउँ है त्यो अङ्कल तेरो अङ्कल होइन अभय राक्षस हो? कसरी राक्षस हो? आज तल घर बसी कुट्ने रे फेरि बोल त छोडा त यसलाई के भनिस् फेरि भन् त सरी अङ्कल भन् अङ्कललाई सरी भन् मरे नि भन्दैन यो भाइ को हो नि यो भाइ बाबु तिम्रो नाम के भन नि त तिम्रो नाम भ्याउरे रे हो ऊ अङ्कलले भने बाँदर हो तिमी यो साले व्रतमा त व्रतै बोल्ने भएको रहेछ यार यो त व्रत बोल्ने भएको रहेछ अब जे भने पनि अङ्कल हो यो त भन्नु पर्यो नि यसले उसले भनिहाल्यो नि राक्षस वो अङ्कल होइन तेरो को त यो तँलाई दिउँ अचम्मै बदमास रहेछ मान्छे त दिउँ दिउँ भनेपछि चाहिँ चुप हुनु होइन जे भने नि अङ्कललाई त अङ्कल भन्नु पर्ने नि होइन भौत अङ्कल हो यो भौते अङ्कल यो मान्छे को त यो ओए कुकुर मार्नु हुन्छ अझै खैरे मारेर केही भएन है अब डाइरेक्टली खैरे मारे होइन त त्यो खैरे कसीको उले हुन्छ कसीको उले हुन्छ है ओए आज भुइँचालो आछै छैन कुन होटललाई गएको त तेरो अङ्कललाई बोला त तेरो अङ्कललाई अबैलाई बोल अबैलाई कहाँ जाने कहाँ जानु यत्रो मान्छेले घेरेछन् तँलाई
यस्ताको मुख किन हेर्नु नि बाँदरको मुनि हेर्छ कसैले बाँदरको मुख पो हेर्नु हुँदैन ओइ खैरी उहाँले मारे हो कि त्यति मात्र भन्दा हो उसलाई के गर्ने त अब उसलाई के गर्ने अब अब ज्योति माता पिसिन्छ हो ज्योति माताले पिट्छ पुलिस ल्याएर पढ्नु पर्छ पुलिस ल्याएर पढ्नु अर्को पनि आइपुग्यो दुलाल तिमीतिर कहाँ म अनि अब त तँलाई छोडेर गयो त तिम्रो साथी हो अब खै त अब कहाँ जाने घर कहाँ हो त तिम्रो घर कहाँ हो तिमी कसको छोरा हो कति राम्री थिए अनि अब